के तपाईलाई थाहा छ यो कुकिज घरमा पनि हामी आफैले बनाउन सक्छौं भनेर? यसको लागि हामीलाई चाहिन्छ रोस्टेड पिनट र यसलाई चाहिँ हामीले ग्राइन्डरमा ग्राइन्ड गरेका छौं। तपाईहरुसँग पिनट बटर छन् त्यो नि युज गर्न सक्नुहुन्छ। र अब हामीले लिन्छौं 1 कचौरा मैदा र अघिको पिनट बटर र चिनी स्वाद अनुसार र यसमा एउटा होल एग पनि हाल्छौं र बेकिङ सोडा र नुन थोरै र बटर पनि हाल्छौं र दूध पनि हालेर यसलाई चाहिँ डो बनाउँछौं हामीले। डो रेडी भइसकेपछि हामीले कुकिजको शेप र साइजमा चेन्ज गर्छौं डोलाई। यो हाम्रो पिनट कुकिजलाई चाहिँ हामीले एयर फ्रायरमा बेक गर्न लागेका छौं। यसको लागि टेम्परेचर भनेको चाहिँ 10 मिनेट 160 डिग्री सेल्सियसमा हाफ गर्नु होला र फेरि 10 मिनेट 160 मा गरेर टोटल 20 मिनेट गर्नुभयो भने चाहिँ यो रेडी हुन्छ। यदि तपाईहरुले पनि बनाउँदै हुनुहुन्छ भने यो कुकिज चाहिँ अलिकति स्मल साइजको बनाउनु होला र यसरी एयर टाइट गरेर राख्नु भयो भने यु क्यान इन्जोय इट।